नमस्ते साथीहरू। म यो भिडियोमा चाहिँ विशेष गरेर अर्थशास्त्रको पहिलो च्याप्टर बाट म फर्स्ट युनिटको विषय जुन तपाईले देखिरहनु भएको छ, बेसिक कन्सेप्ट्स अफ इकोनोमिक्स एन्ड अलोकेसन अफ रिसोर्सेस हो। यही टपिक्स वा यही एउटा च्याप्टरको बुदाहरू मात्रै म भन्नेछु। यो भित्र जे पनि पर्छ, हाम्रो मार्शल, एडम स्मिथ, मार्शल र रबिन्सको परिभाषा हुँदै गएर अरू जति पनि पर्छ म त्यो सबै शीर्षकको एउटा पोइन्टहरू मात्रै म भन्नेछु। ल हामी भिडियो ढिला नगरी अगाडि बढ्नेछौँ। कृपया तपाईँ नयाँ हुनुहुन्छ, मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। म यस्तै यस्तै भिडियोहरू म लिएर आउनेछु, शिक्षामूलक भिडियोहरू लिएर आउनेछु। सुरु गरौँ साथीहरू। डिफिनिसन अफ इकोनोमिक्सको विषयमा अब विशेष गरेर मैले यहाँनिर परिभाषा इन्ट्रोडक्सनहरू म खासै दिन्न। म यहाँनिर क्यारेक्टरिस्टिक्स अफ वेल्थ डिफिनेसन भनेको छ। अब म क्यारेक्टरिस्टिक्स अफ वेल्थ डिफिनेसन सँगै अब म अगाडि बढ्छु। यसको 5वटा पोइन्टहरू छन् क्यारेक्टरिस्टिक्स अफ वेल्थ डिफिनेसन भित्र। यो चाहिँ एडम स्मिथको डिफिनेसन हो। सुरु गरौँ। पहिलोमा स्टडी अफ वेल्थ सेकेन्डरी, दोस्रोमा सेकेन्डरी प्लेस टु द स्टडी अफ म्यान, र तेस्रोमा मिनिङ अफ वेल्थ, चौथोमा स्टडी अफ इकोनोमिक म्यान, र पाँचौँमा इन्भेस्टिगेसन अफ द कजेज अफ वेल्थ भनेको यो क्यारेक्टरिस्टिक्स अफ वेल्थ डिफिनेसनभित्र परेका भनौँ न यो फिचरभित्र परेको फिचरहरू हुन्। 5 फिचरहरू हामीले भन्यौँ। त्यस्तै अब एडम स्मिथको डेफिनेसनको चाहिँ क्रिटिसिजम पनि भएको छ नि त, अनि त्यसको क्रिटिसिजम पनि हामी 5औँ पोइन्ट गरेर भनेछौँ। पहिलो, न्यारो मिनिङ अफ वेल्थ। दोस्रो, अनड्यू इम्पोर्टेन्स टु वेल्थ। तेस्रो, अनरियलिस्टिक कन्सेप्ट अफ इकोनोमिक म्यान। र चौथो, न्यारो इज सब्जेक्ट म्याटर अफ इकोनोमिक्स। अनि पाँचौँ, नेग्लेक्ट इकोनोमिक वेलफेयर। अनि यसरी 5औँ क्रिटिसिजमहरू एडम स्मिथको वेल्थ डेफिनेसन विरुद्धमा भएका पोइन्टहरू थिए। अनि त्यसै गरेर अब हामी अर्को वेलफेयर डेफिनेसन अफ न्यू क्लासिकल डेफिनेसन, हामी चाहिँ अल्फ्रेड मार्शलको डेफिनेसनहरू अनि त्यसको विशेषताहरू वा क्यारेक्टरिस्टिक्स हामी हेर्नेछौँ। यसका 5 विशेषताहरू अर्थात् 5th क्यारेक्टरिस्टिक्सहरू छन्। यिनको चाहिँ वेलफेयर डेफिनेसन हो। एडमको चाहिँ वेल्थ डेफिनेसन थियो भने यिनको चाहिँ वेलफेयर डेफिनेसन छ। पहिलो पोइन्ट हेरौँ, प्राइमरी कन्सर्न। दोस्रो, स्टडी अफ अर्डिनरी म्यान। तेस्रो, स्टडी अफ म्याटेरियल वेलफेयर। चौथो, सोसल साइन्स। र पाँचौँ, नर्मेटिभ साइन्स। अब यो चाहिँ अल्फ्रेड मार्शलको डेफिनेसनको क्यारेक्टरिस्टिकहरू थियो। हामीले 5औँ बुदामा यसलाई वर्गीकरण गरेको पायौँ। त्यस पछाडि अब हामी यिनको पनि एउटा के छ भन्दा क्रिटिसिजम छ, अनि त्यो क्रिटिसिजमलाई पनि हामी 5औँ बुदा गरेर हेर्नेछौँ। 5औँ बुदा गरेर ती क्रिटिसिजम हेर्नेछौँ। पहिलो, म्याटेरियल एन्ड इम्याटेरियल वेलफेयर भन्ने पहिलो भयो। दोस्रो, कनेक्सन बिट्विन इकोनोमिक एन्ड वेलफेयर भन्ने भयो। तेस्रो, वेलफेयर क्यानट बी मेजर्ड भन्ने भयो। चौथो, इकोनोमिक्स इज अ ह्युमन साइन्स। र पाँचौँ, अर्डिनरी बिजनेस अफ लाइफ। यसरी अल्फ्रेड मार्शलको डेफिनेसनको क्रिटिसिजम पनि हामीले यसरी बुदागत गरेर 5औँ नम्बरसम्म बुदागत गरेर हेऱ्यौँ। त्यसै गरेर अब हामी लियोनेल रबिन्स
1898 देखि 1984 सम्मका दार्शनिक को पनि हामी हेर्छौँ। उनको पनि इकोनोमिक्स सम्बन्धी उनको पनि सिद्धान्त प्रिन्सिपल निस्क्यो, जसको विशेषता चाहिँ हामी अब 5औं शीर्षकसम्म हामी हेर्नेछौँ, 5औं बुदासम्म हामी हेर्नेछौँ। क्यारेक्टरिस्टिक अफ स्कार्सिटी डिफिनेसन। इनको इकोनोमिक्स सम्बन्धी डिफिनेसन चाहिँ स्कार्सिटी भन्ने हो। खास गरी दुर्लभता सम्बन्धी को सिद्धान्त भन्न खोजेको हो। र हामी ढिला नगरी हेरौँ क्यारेक्टरिस्टिक्स अफ स्कार्सिटी डिफिनेसनको 5वटा फिगरहरू हेर्छौँ हामी, अथवा बुदाहरू हेर्छौँ हामी। अनलिमिटेड एन्ड्स छ, अनि दोस्रो चाहिँ स्केर्स मिन्स भन्ने हेर्छौँ। 3 मा चाहिँ अल्टरनेटिभ युसेज अफ मिन्स। चौथो चाहिँ वान्स डिफर इन अर्जेन्सी। वान्स डिफर इन अर्जेन्सी भयो भने 5औं चाहिँ प्रब्लम अफ चोइस। यसरी हामी रबिन्सको सिद्धान्तको चाहिँ फिचरहरू पनि 5औं बुदा गरेर हामीले हेऱ्यौँ भने अब यी रबिन्सको पनि क्रिटिसिजम छन्, र ती क्रिटिसिजमलाई पनि हामी 5औं बुदा गरेर हामी हेर्नेछौँ। क्रिटिसिजम अफ स्कार्सिटी डिफिनेसनको क्रिटिसिजम हामी हेर्नेछौँ। पहिलो, हिडन कन्सेप्ट अफ वेलफेयर। दोस्रो, इभन एबन्डेन्स मे क्रिएट इकोनोमिक प्रब्लम्स। त्यसै 3 मा हेर्छौँ सेल्फ कन्ट्राडिक्टरी, अनि 4थोमा हेर्छौँ इकोनोमिक्स नट ओन्ली अ पोजिटिभ साइन्स। त्यस्तै 5औँमा हेर्छौँ इन्कम्प्लिट। यसै गरेर हामीले रबिन्स, एडम स्मिथ, अल्फ्रेड मार्शल, रबिन्स गरेर हामीले 3जना व्यक्तित्वको शास्त्रीहरूको हामीले क्रिटिसिजम के भन्छ क्यारेक्टरिस्टिक्सदेखि क्रिटिसिजमसम्म हामीले हेरिसक्यौँ भने अब हामी सुपरियोरिटी अफ रबिन्स डिफिनेसन, होइन, रबिन्सको डिफिनेसन चाहिँ अर्थशास्त्र सम्बन्धी उनको डिफिनेसनको एउटा उच्चता चाहिँ हामी हेर्छौँ यहाँनिर। यसको पनि लगभग 6वटा बुदाहरू छ। सुपरियोरिटी अफ रबिन्स डिफिनेसनको 6वटा सुपरियोरिटीहरू छन्, भनौँ न 6 भागमा विभाजन गरेछ। पहिलो हेरौँ पोजिटिभ साइन्स, दोस्रो एनालाइटिकल डिफिनेसन भनेर, 3 मा चाहिँ क्लियर कन्सेप्ट्स अफ ह्युमन बिहेभियर फर इकोनोमिक्स भनेर, 4थो चाहिँ क्लियर अन द स्कोप अफ इकोनोमिक्स भनेर, 5औँ चाहिँ अ युनिभर्सल डिफिनेसन भनेर, 6औँ चाहिँ पोइन्ट आउट द सेन्ट्रल प्रब्लम अफ इकोनोमिक्स भनेर हामीले 6वटासम्म हेरिसक्यौँ। अब हामीले यहाँबाट कन्सेप्ट अफ पोजिटिभ एन्ड नर्मेटिभ इकोनोमिक्सतिर जाँदैछौँ साथीहरू। इकोनोमिक्स एज अ पोजिटिभ साइन्स, यसको पनि क्यारेक्टरिस्टिक्सहरू हामी हेर्नेछौँ। विशेष गरेर यसको परिभाषाहरू मात्रै दिएको छ। हामी हेर्छौँ इकोनोमिक्स एज अ पोजिटिभ साइन्सको परिभाषा हेरौँ। पोजिटिभ साइन्स इज द साइन्स द्याट स्टडिज द थिङ्स एज दे ह्याप्पन इन रियालिटी. It explains what is, what was, and what will be. It means positive science only describes. त्यसै गरेर अर्को इकोनोमिक्स एज अ नर्मेटिभ साइन्सको सानो डिफिनेसनहरू हेर्छौँ। नर्मेटिभ साइन्स इज अ साइन्स द्याट स्टडिज द थिङ्स एज दे सुड बी. इट्स रिलेटेड द क्राइटेरिया अफ वाट आउट टु बी भने हामीले हेऱ्यौँ। त्यस्तै गरेर हामी पोजिटिभ इकोनोमिक र नर्मेटिभ इकोनोमिक्स बिचको डिफ्रेन्सिएट हामी पनि हेर्नेछौँ। पोजिटिभ इकोनोमिक्सको चाहिँ 7 भागमा डिभाइड गरेको छ भने नर्मेटिभ इकोनोमिक्सको पनि 7 भागमा डिभाइड गरेको छ।
पोजिटिभ इकोनोमिक्सको ले भन्छ इट एक्सप्रेसेस वाट इट इज भन्छ भने नर्मेटिभ इकोनोमिक्सले इट एक्सप्रेस वाट इट सुड बी भन्छ भने पोजिटिभ इकोनोमिक्सले साथीहरू हामीले अहिले पोजिटिभ इकोनोमिक्स एन्ड नर्मेटिभ इकोनोमिक्स बिचको भिन्नताहरू हेर्दै गर्दा हामी अहिले तेस्रो बुदामा हामी आइसकेका छौँ। पोजिटिभ इकोनोमिक्सले भन्छ इट डिल्स विथ एन एक्चुअली सिचुएसन भन्छ भने नर्मेटिभ इकोनोमिक्सले भन्छ इट डिल्स विथ एन आइडियलिस्टिक्स सिचुएसन भन्छ। चौथोमा पोजिटिभ इकोनोमिक्सले भन्छ इट्स एक्सप्लानेसन क्यान बी भेरिफाइड विथ एक्चुअल डेटा भन्छ भने नर्मेटिभ इकोनोमिक्सले यसै प्रसङ्गमा इट्स एक्सप्लानेसन क्यानट बी भेरिफाइड विथ एक्चुअली डेटा भन्छ। त्यस्तै पोजिटिभ इकोनोमिक्सले पाँचौँमा भन्छ इट डज नट मेक अ भ्यालु जजमेन्ट भन्छ भने नर्मेटिभ इकोनोमिक्सले पाँचौँमा भन्छ इट मेक्स भ्यालु जजमेन्ट। त्यस्तै पोजिटिभ इकोनोमिक्सले इट छैटौँमा भन्छ इट डिल्स विथ हाउ इकोनोमिक प्रब्लम क्यान बी सल्भड भन्छ भने नर्मेटिभ इकोनोमिक्सले छैटौँमा भन्छ इट डिल्स विथ हाउ इकोनोमिक प्रब्लम्स सुड बी सल्भड। त्यस्तै पोजिटिभ इकोनोमिक्सले सातौँमा भन्छ अब्जर्भ दिज एक्जाम्पल्स एमा भन्छ रेट इन्फ्लेसन इन नेपाल इज 5%। बीमा भन्छ गभर्मेन्ट एक्सपेन्डिचर हेज बिन इन्क्रिज टु रिड्युस द प्रब्लम अफ अनएम्प्लोइमेन्ट। यसरी नर्मेटिभ इकोनोमिक्सले यसै प्रसङ्गमा सातौँमा भन्छ कि कम्पेयर दिस एक्जाम्पल्स भन्छ ए दिएको छ रेट अफ इन्फ्लेसन अफ मोर देन 5% इज ब्याड इट सुड बी केप्ट बिलो 5%। बीमा भन्छ अनएम्प्लोइमेन्ट इज वर्स देन इन्फ्लेसन। साथीहरू म माइक्रो इकोनोमिक्सको सानो डेफिनेसन पढिदिन्छु। माइक्रो इकोनोमिक्स इज द स्टडी अफ the economic action of individuals and small group of individuals like individuals, households, firms, industries, etc. त्यस्तै गरेर म्याक्रो इकोनोमिक्सको सानो डेफिनेसन पनि म पढिदिन्छु। म्याक्रो इकोनोमिक्स इज द स्टडी अफ भेरी लार्ज economic wide aggregate variables like national income, money price level, unemployment, economic growth rate, etc. अब यसै गरेर हामी फिचर अफ म्याक्रो इकोनोमिक्स र फिचर अफ माइक्रो इकोनोमिक्सको पनि हामी हेर्नेछौँ। पहिला त हामी फिचर अफ माइक्रो इकोनोमिक्स नै हेरौँ है साथीहरू। माइक्रो इकोनोमिक्स इज इन्डिभिजुअलिस्टिक इकोनोमिक पहिलो फिचरले भन्छ भने, दोस्रो फिचरले इट इज द स्टडी अफ द बिहेभियर अफ इन्डिभिजुअल्स इकोनोमिक युनिट सच हाउसहोल्ड्स, कम्पनीज, मार्केट्स एट्सेट्रा। इट प्रेस थर्डमा भन्छ इट प्रेस सपोज इज द एक्जिस्टेन्स अफ फुल एम्प्लोइमेन्ट इन द टोटल इकोनोमी भन्छ भने, चौथो फिचरले भन्छ इट एनालाइजेस इकोनोमिक फेनोमेना अन्डर द assumption of ceteris paribus and hence a method of partial equilibrium analysis. र पाँचौँ फिचरले भन्छ माइक्रो इकोनोमिक्स इज एप्लिकेबल इन अ मार्केट इकोनोमी वेयर प्राइस प्लेज अ सेन्ट्रल रोल। छैटौँ फिचरले भन्छ इट इज अल्सो कल्ड प्राइस थ्योरी और भ्यालु थ्योरी। सातौँ फिचरले भन्छ इट एम्स टु एनालाइज द प्रोसेस बाई विच स्केयर्स रिसोर्सेस आर एलोकेटेड अल्टरनेटिभ युसेज। अब हामी म्याक्रो इकोनोमिक्सको
फिचरहरू पनि हामी हेर्छौँ। यसले 9 भागमा विभाजन गरेर आफ्नो फिचरहरूलाई फैलाएको छ। पहिलो नम्बरमा माइक्रो इकोनोमिक्सको फिचर हेर्छौँ। माइक्रो इकोनोमिक्स इज द स्टडी अफ द इकोनोमिक एज अ होल, पहिलो नम्बरले भन्छ भने। दोस्रो नम्बरले इट इज कन्सर्न्ड विथ द बिहेभियर अफ द इकोनोमी एज अ होल भन्छ भने। तेस्रोमा भन्छ इट supposes constant relative prices are given resources allocation भन्छ भने। चौथो म्याक्रो इकोनोमिक्सको चौथो फिचरले भन्छ इट इज अ पोलिसी साइन्स एन्ड मोर नर्मेटिभ। अनि पाँचौँ फिचरले भन्छ इट्स एनालाइटिकल टुल्स आर फिस्कल पोलिसी, taxes, government expenditure and government borrowing, and monetary policy, interest rate and money supply भनेर ब्राकेटमा दियो। त्यस्तै छैठौँमा हेर्नेछौँ म्याक्रो इकोनोमिक्सको छैठौँ फिचरले भन्छ इट इज अल्सो कल्ड थ्योरी अफ इन्कम एन्ड एम्प्लोइमेन्ट। सातौँले भन्छ it aims to determine total output, employment and general price level and their rate of changes. आठौँले भन्छ it is relatively new and developed after the publication of Keynesian's general theory in 1936 and 9 फिचरले भन्छ म्याक्रो इकोनोमिक्सको लास्ट भनौँ यो। द मेन म्याक्रो इकोनोमिक्स भेरिएबल्स आर नेसनल इन्कम, टोटल कन्जप्सन, टोटल एक्सपेन्डिचर, टोटल सेभिङ, टोटल इन्भेस्टमेन्ट एट्सेट्रा। साथीहरू, अब हामी डिफरेन्स बिट्विन माइक्रो एन्ड म्याक्रो इकोनोमिक्स तिर आइपुगेका छौँ। युनिट 1 को यानि च्याप्टर 1 को हामीले इकोनोमिक्स, हाम्रो 1 कक्षा 11 को इकोनोमिक्सको अब हेर्छौँ। अब हामी डिफरेन्स बिट्विन माइक्रो, पहिला हामी माइक्रो हेर्छौँ अनि म्याक्रो इकोनोमिक्स। पहिलो हामी हेर्छौँ पहिलो डिफरेन्स इन नेचर। पहिलो यसको पनि 6वटा पोइन्टहरू दिएको छ। पहिलो पोइन्ट मैले भन्छु, फेरि एकचोटि दोहोऱ्याइदिन्छु। डिफरेन्स इन नेचर, दोस्रोमा डिफरेन्स इन अब्जेक्टिभ्स, तेस्रोमा डिफरेन्स इन बेसिस, चौथोमा डिफरेन्स इन एसम्पसन्स, पाँचौँमा डिफरेन्स इन मेथड अफ स्टडी र छैटौँमा अर्थात् लास्टमा एरिया अफ स्टडी। यसरी डिफरेन्स बिट्विन माइक्रो एन्ड म्याक्रो इकोनोमिक्सको 6वटा डिफरेन्सहरू हामीले पढ्यौँ अहिले। त्यसो गरेर अहिले म गुड्स एन्ड सर्भिसेसको एउटा सानो डेफिनेसन पढेर जानेछु। अनि मैले जुन डिफ्रेन्सिएट भनेर मैले बिट्विन माइक्रो र म्याक्रोको माइक्रो इकोनोमिक्सको डिफरेन्स भनेको त्यसको व्याख्या चाहिँ मैले गर्नु पाइनँ साथीहरू। भिडियो लम्बिने भएको कारणले म यसलाई फिचर मात्रै भनि नै गएको हो। गुड्स एन्ड सर्भिसेस, गुड्स एन्ड सर्भिसेसको सानो डेफिनेसन हेरौँ है त। बोथ गुड्स एन्ड सर्भिसेस ह्याभ युटिलिटी एन्ड सेटिस्फाई ह्युमन वान्ट्स। गुड्स आर material things whereas services are non-material things। साथीहरू, अब हामी यहाँनिर आइपुगेको छौँ जस्तो कि डिफरेन्स बिट्विन गुड्स एन्ड सर्भिसेसको डिफरेन्सहरू। म यसको व्याख्या चाहिँ गर्दिनँ, म पोइन्टहरू मात्रै, डिफरेन्सको मेन वर्डहरू वा पोइन्टहरू मात्रै भन्दै जानेछु। बेसिक अफ डिफरेन्स गुड्स एन्ड डिफरेन्स बिट्विन गुड्स एन्ड सर्भिसेसको पहिलो नम्बर छ एक्जिस्टेन्स, दोस्रो नम्बर छ ट्रान्सफरेबिलिटी र तेस्रो छ भिजिबल, चौथो छ टाइम ल्याग, अनि पाँचौँ छ स्टोरिङ, छैटौँ छ एक्जाम्पल्सहरू भयो।
अब हामी टाइप्स अफ गुड्सहरू हेर्नेछौँ भनेपछि 9 टाइप्सहरू 9th टाइप्स अफ गुड्सहरू रहेछ यहाँनिर 9 भागमा विभाजन गरेको रहेछ। पहिलो भागमा हेरौँ गुड्सको 9 भागमा पहिलो भाग पहिलो प्रकारको भनेको नर्मल गुड्स भन्ने रहेछ, दोस्रोमा इन्फेरियर गुड्स भन्ने रहेछ, तेस्रोमा गिफेन गुड्स भन्ने रहेछ, चौथोमा सब्स्टिच्युट गुड्स भन्ने रहेछ, पाँचौँमा कम्प्लिमेन्ट्री गुड्स भन्ने हुन्छ, कम्प्लिमेन्ट्स हुन्छ, छैठौँमा पब्लिक गुड्स भन्ने हुन्छ, प्राइभेट, सातौँमा प्राइभेट गुड्स भन्ने हुन्छ, आठौँमा इकोनोमिक गुड्स भन्ने हुन्छ, 9 अर्थात् लास्टमा फ्री गुड्स भन्ने हुन्छ। र यो चाहिँ गुड्सको प्रकारहरू हो साथीहरू। अब यसलाई मैले व्याख्या त गरेको छैन, भिडियो लाम्बिने भएको कारणले गर्दाखेरि अब हामी फ्याक्टर अफ प्रोडक्सननिर आइपुगेका छौँ। फ्याक्टर अफ प्रोडक्सननिर हेर्दै गर्दाखेरि हामीले यो क्यारेक्टरिस्टिक्स अफ पेक्युलियरिटिज अफ ल्यान्ड भनेर हामी हेर्नेछौँ। क्यारेक्टरिस्टिक्स अर पेक्युलियरिटिज अफ ल्यान्ड हो यो चाहिँ। खास गरी यसको 6वटा भागमा डिभाइड गरेको छ। यसलाई पनि म पढिदिन्छु। नम्बर 1 मा ल्यान्ड इज अ फ्री गिफ्ट अफ नेचर। दोस्रोमा ल्यान्ड इज फिक्स्ड इन सप्लाई। तेस्रोमा ल्यान्ड इज पर्मानेन्ट एन्ड इन्डेस्ट्रक्टिबल भन्ने छ भने चौथोमा ल्यान्ड डिफर्स इन फर्टिलिटी एन्ड सिचुएसन भन्ने छ भने पाँचौँमा ल्यान्ड ह्याज नो जियोग्राफिकल मोबिलिटी भन्ने छ भने 6 मा ल्यान्ड इज अ प्यासिभ फ्याक्टर अफ प्रोडक्सन। यसरी क्यारेक्टरिस्टिक्स अर पेक्युल्यारिटिज अफ ल्यान्ड भनेपछि भूमिको विशेषता हामीले अहिले पढेको हौँ। र त्यसै गरेर हामी क्यारेक्टरिस्टिक्स अफ लेबर अर्थात् लेबर श्रमिकहरूको विशेषता पनि हामी 6औँ बुँदा गरेर हेर्नेछौँ। पहिलो बुँदामा छ 1 लेबर क्यानट बी सेपरेटेड फ्रम द लेबरर। दोस्रोमा भन्छ लेबर इज पेरिसेबल भन्छ भने तेस्रोमा लेबर इज एन एक्टिभ फ्याक्टर अफ प्रोडक्सन भन्छ भने चौथोमा अ लेबर सेल्स हिज लेबर नट हिमसेल्फ भन्छ भने पाँचौँमा सप्लाई अफ लेबर इज इनएलास्टिक भनेर भन्छ भने छैठौँमा लेबर ह्याज विक बार्गेनिङ पावर भन्छ भने। अब हामी लेबरको फिचरहरू श्रमिकको फिचरहरू पनि हामीले हेरिसक्यौँ साथीहरू। अब हामी हेर्नेछौँ क्यारेक्टरिस्टिक्स अफ क्यापिटल अर्थात् पुँजीको विशेषताहरू हेर्नेछौँ। यो पनि 6 भागमा विभाजन गरेको छ। हेर्छौँ पहिलो बुँदा छ अ म्यान मेड फ्याक्टर। क्यारेक्टरिस्टिक्स अफ क्यापिटलको पहिलो बुँदा अ म्यान मेड फ्याक्टरबाट सुरु गर्नु, दोस्रोमा अ प्यासिभ फ्याक्टर भनेर सुरु गर्छौँ, तेस्रोमा मोबाइल फ्याक्टर भनेछ भने चौथोमा अ टेम्पोररी फ्याक्टर भनेछ भने पाँचौँमा इलास्टिक सप्लाई भनेछ, छैटौँमा क्यापिटल डिपेन्ड्स अपन टेक्नोलोजी भनेर भन्छ। त्यसै गरेर हामी साथीहरू अहिले फिचर अफ अर्गनाइजेसन अर्थात् सङ्गठनको विशेषतामा आइपुगेका छौँ। सङ्गठनको विशेषता पनि हामी यहाँनिर हेर्नेछौँ। टेक्स द इनिसिएटिभ भनेको छ पहिलोमा भने, दोस्रोमा सेल्फ मोटिभेटेड भनेको छ, तेस्रोमा डिसिजन मेकर भनेको छ भने चौथोमा रिसोर्स मोबिलाइजर भनेको छ, पाँचौँमा रिस्क बेरियर भनेको छ भने छैठौँमा इनोभेटर भनेको छ। त्यसै गरेर हामी अहिले यो च्याप्टरको लास्ट अन्त्यतिर हामी आइपुग्यौँ है साथीहरू। यसमा जे जति विषयहरू थियो त्यसका मुख्य कुराहरू मात्रै मैले यहाँ यो भिडियोमा
संलग्न गराएको छु, ल्याउने प्रयास गरेको छु। यिनीहरूको व्याख्या चाहिँ गर्न सकिनँ, तैपनि यी मुख्य बुदाहरू पोइन्टहरू हामीले कण्ठ गर्न सजिलो होस् भन्नको लागि भन्ने उद्देश्यले यो भिडियो बनाएको हो। कृपया तपाईँलाई यो भिडियो मन पर्यो भने साथीहरू लाइक सब्सक्राइब एन्ड गरिदिनुहोस् र बेल आइकन पनि दबाइदिनुहोस् ताकि आउने भिडियोहरूको पहिलो सूचना तपाईँले पाउनुभएको होस्। साथीहरू धन्यवाद, तपाईँको समय शुभ रहोस्। फेरि अर्को भिडियोमा हामी भेट्नेछौँ। धन्यवाद, बाई।